So what's up everybody, finally म मुभी एन्जिला हेरेर आइसकेको छु र मुभी एन्जिला यस्तो बनेको रहेछ भनेर म आज हजुरलाई रिभ्यु दिन गइरहेको छु। सो फर्स्ट अफ अल कुरा गरौँ, यो मुभी एउटा रियल घटनामा आधारित हो, जुन चाहिँ एन्जिला सुब्बा उहाँको हुनुहुन्छ, जुन चाहिँ हामीहरूको नेपाली वुमेन्स फुटबल टिमको महिला क्याप्टेन हुनुहुन्छ उहाँ, हैन, क्याप्टेन हुनुहुन्छ। सो फिल्म रियल घटनामा आधारित भएको कारण अब यसको कथा वस्तु यतातिर नजाउँ म, हैन। सो सुरु गरौँ सुरुबाट। सो फर्स्ट अफ अल के भन्न चाहन्छु भनेदेखि रियल घटनामा आधारित भए तापनि हामीहरूको सिनेमामा चाहिँ आज एक्टर चाहिँ अरू नै राखिरहेको हुन्छ, बट यो फिल्ममा चाहिँ एन्जेला सुब्बा उहाँले नै आफ्नो भूमिका निर्वाह गर्नुभएको छ, जुन चाहिँ तारिफ योग्य रहेको छ। र इन्टायर टिमलाई पनि म एकदमै थ्याङ्क यू सो मच भन्न चाहन्छु कि रियल घटना रियल पर्सनसँग बनेको कारण त्यो चाहिँ एकदमै राम्रो कुरा हो। सो यो फिल्ममा चाहिँ अभियसली एन्जिला सुब्बा, सृजना सुब्बा, दयाहाङ राई, मोत्से गुरुङ, विजय बराल र बुद्धि तामाङ जस्ता भेराइटी अफ कलाकारहरूलाई हामीले हेर्न सक्छौँ। कहानी गाउँबाट सुरु भएको छ, जुन चाहिँ एन्जिला सुब्बाको। र यो फिल्मको एउटा राम्रो पार्ट चाहिँ मलाई के लागेको छ भनेदेखि एज अ पर्सन सक्सेस हुनको लागि ऊ एक्लैको हात हुँदैन कि त्यहाँ कति कुराहरूले फ्याक्टर गरिरहेको हुन्छ, उसको आमा उसको बाउदेखि लिएर, होइन। सो मलाई मन परेको कुरा चाहिँ एन्जिला सुब्बा अहिले यो ठाउँमा पुग्नुको कारण चाहिँ उसको आमा। कति एउटा घरमा छोरी मान्छेलाई एउटा श्रीमती भएर बस्नु, श्रीमतीको जिम्मेवारी निभाउनु, त्यसमाथि आमाको जिम्मेवारी निभाउनु, होइन, कति गाह्रो हुँदो रहेछ, कति हुँदो रहेछ भन्ने कुरो चाहिँ त्यहाँबाट नै प्रष्ट रूपमा देख्न सकिन्छ। स्ट्रगल लाइफ एकदमै छ नि, गाह्रो, एकदमै दुःख, एकदमै पीडा, एकदमै पेन, एकदमै स्ट्रगल गरेर आएको छ, होइन। तर कथामा सिम्पल तरिकाले देखाउन खोजेको छ, त्यो पनि एउटा राम्रो बाटो हो। किन भन्दाखेरि हाम्रो नेपाली मुभीहरू म्याक्सिमम् के देखिरहेको छ भनेदेखि ट्रेन वाइज चलिरहेको छ, होइन। जुन चाहिँ अब अहिले एक्सन चलिरहेको छ, एक्सनै एक्सन मुभी आइरहेको छ, होइन। लभ स्टोरी, कमेडी त्यस्तो छैन। कथा लाई चाहिँ एउटा प्रेजेन्टेसन चाहिँ एकदम सिम्पल रूपमा गरेको छ, जुन चाहिँ मलाई इन्टायर टिमसँग एकदमै म चाहिँ खुसी छु। किनकि सिम्पल छ कि, सिम्पल रूपमा देखाउनु, चडक भडक त्यस्तो केही पनि छैन, जे छ सिम्पल छ। त्यो नै एउटा चाहिँ नि रियल घटनालाई चाहिँ यसरी चाहिँ सिम्पल रूपमा प्रस्तुत गर्नु भनेको त्यो चाहिँ एकदम तारिफ हो कि सिम्पल गर्न सक्छ यो फिल्मको डिरेक्टर, इन्टायर टिम, साथै कलाकारहरू। र अर्को कुरा भनेको चाहिँ मलाई मन परेको भनेको जुन चाहिँ टिम छ नि हामीहरूको, किनकि एन्जेला सुब्बा त प्लेयर हो, उसलाई खासै एक्टिङको बारेमा थाहा छैन, तर उहाँले गर्नुभएको छ, एकदमै राम्रो गर्नुभएको छ। त्यो चाहिँ मैले तारिफ गर्नै पर्ने हुन्छ है, यतिको चाहिँ तारिफ गर्नै पर्ने हुन्छ। र साथसाथै भनेको एक्टरहरूले यसरी घेर्नु भएको छ नि उहाँलाई, जुन चाहिँ बन्डिङ के एउटा, होइन, यो हो यो त्यो चाहिँ एकदम राम्रो। डिरेक्टरको काम त माइन्ड ब्लोइङ लाग्यो कि मलाई, यसरी बाँधिएको छ कि त्यो कुरा, होइन। एक्टरहरूले कसरी फुत्केलाई चाहिँ भन्ने कुरा यसरी बाँधेर लगेको छ, त्यो चाहिँ एक्टरहरूलाई मैले तारिफ गर्नुपर्छ। किनकि एन्जेला सुब्बा आफै त एक्टर छैन उहाँ, होइन, बट प्लेयर भएर पनि त्यति गर्नुभयो र उहाँलाई त्यो चाहिँ भूमिकामा बाँधिरहनु चाहिँ इन्टायर टिम, इन्टायर एक्टरहरूको चाहिँ एकदम भूमिका छ, त्यो पनि एकदम राम्रो कुरा। यो फिल्ममा नरुने त कमै होला, इभन म आफै पनि रोएको छु, होइन। अब त्यहाँ त अब फिल्म हलमा त झन् भइहाल्यो। सो यो फिल्म चाहिँ म पहिले हेर्न चाहन्थेँ, बट आउटल चलेको थियो। सो आउटल हेर्नु गएँ, त्यसपछि म यो हेर्छु भनेर भन्थेँ। सो फाइनली हिजो बेलुका हेर्ने एउटा मौका मिल्यो है। सो अरू मुभीमा चाहिँ मैले के कुरा गरेर चाहिँ ब्याकग्राउन्ड म्युजिकदेखि लिएर यो मिलेन, यो सिन, यो यताउता, यसमा चाहिँ म केही पनि टिप्पणी गर्न चाहन्न। मलाई चाहिँ एकदम मन परेको छ है। रियल घटनामा आधारित छ, स्टोरीमा जाने कुरै भएन। कति चाहिँ हार्ड रहेछ मान्छेको स्टोरी, एन्जेला सुब्बाको स्टोरी जसरी उहाँ देखिनुहुन्छ रियल लाइफमा, बिहाइन्ड द, होइन, क्यामेरा बिहाइन्ड द हरेक कुरा पछाडि त्यो स्ट्रगल रहेछ। एकदमै ह्याट्स अफ यु, होइन, हाम्रो नेपाली क्याप्टेन महिला टिमको। एकदमै खुसी लाग्यो, बुझ्न पाइयो कि एन्जेला सुब्बा एज अन क्याप्टेन मात्रै होइन कि उहाँभित्रको त्यो ब्याकग्राउन्डदेखि लिएर हरेक कुरा बुझ्न पाएँ। सो एकदमै थ्याङ्क यू सो मच भन्न चाहन्छु इन्टायर टिमलाई। र एन्जेला सुब्बा, ह्याट्स अफ यु। आफूमा इच्छा, आफ्नो सपना छ भनेदेखि लागि पर्नुहोस्, दिन रात नभन्नुहोस्, लागि पर्नुहोस्। बाधा आउँछन्, हरेक कुरा आउँछन्, बाधा समस्या पनि त्यसैलाई आउँछ जसले चाहिँ समाधान गर्न सक्छ, है। सो त्यही भएर पनि एन्जेला सुब्बा त्यो ठाउँबाट यो ठाउँमा आइपुग्नलाई कति चाहिँ स्ट्रगल गर्नु पर्यो। यो पनि छोटो समय लाग्ला मान्छेलाई, तर छोटो समय चाहिँ होइन, होइन।
सो हार नमान्नुहोस्, निरन्तर अघि बढ्नुहोस्, एक दिन सफलताले कदम चुम्ने नै छ। यति भने आजको लागि यति नै गाइस। अब चाहिँ म पनि जाने बेला भइसकेको छ। ड्युटी र ब्युटी भन्दा भन्दै जिन्दगी नजाओस्, हजुरको सपना साकार गर्नलाई निरन्तर अघि बढ्दै जानुहोस्। टिल देन टेक केयर, सी यु इन नेक्स्ट टाइम।